the next day. फाइनली हाम्रो ब्रेकफास्ट आइसक्यो होइन ब्रेकफास्ट हाम्रो ल्याइसकेको छौँ केटा टन्नै खायो अहिले फेरि यहाँ के अरे हाइकिङ जान चाहिँ केटाहरू नसक्ला फेरि Here we go. Finally हामीले हिँडेर होइन मार्कुको यो के अरे अब के अरे मैनी झर्ना जाँदैछौँ हिँड्दै अब यो यहाँनिर त बोटिङ गरेर पारि जानु पर्थ्यो होइन यो यहाँनिर ठ्याक्कै यहाँ बोटिङ गरेर सबै पारि जानुपर्छ पारि जानलाई अब पानी नै छैन बोटिङ गर्नलाई होइन के हेर्नु त यस्तै हो अब यो पुलको यस्तो तर यस्तो पुल बनाइदिएर चाहिँ होइन बाँस राखेर बन्दी राखेर होइन यस्तै पुलमा चढ्दै जान्छ हामी अब हेरौँ म कसैले अब 45 मिनट लाग्छ भन्छ कसैले 35 मिनट लाग्छ भन्छ कसैले 2 मिनट लाग्छ भन्छ कति मिनट लाग्छ थाहा छैन कति मिनट लाग्छ होइन यताबाट रहेछ बाटो हाम्रो हामी सँगसँगै यहाँ कुकुर पनि आउँदैछ पछाडि पुरा माछा मार्न आयो क्या त्यो पानी खाइरहेको रहेछ त्यसले ल ओहो पानी खाइरहेको नि त्यसले कसरी पानी खाइरहेको क्या ल डेन्जर तरिकाले पानी खाइरहेको रहेछ एउटा हाम्रो त्यहाँ ऊ हामी यहाँ पुगिसक्यो अहिलेसम्म आएन त्यहाँ बिस्तारै कसुहरूलाई लिएर आएपछि यस्तै हो हेर त्यो छ आज अब चाहिँ यो के अरे आज घाम पनि लाग्छ छैन क्या फेरि आज क्लाइमेटले पनि क्या खतरा साथ दिइरहेको छ हामीलाई होइन हामीलाई चाहिँ त मरिन्छ यहीँबाट हिँड्दाखेरि हे भगवान तेरी लीला अपरंपार है यही हो अर्किन्छ नि त त्यहाँ तल खोला पुगिसक्यो उहु चिल छ ठाउँ यार ल अब जाँदै गर्छौँ भनाउँदै गर्छौँ होइन अब खोला तरेरै जानुपर्ने रहेछ होइन जुत्ता सुत्ता खुलालियो हातमा समाथ्यो होइन निकै अब खोला तर्दै गइरहेको छ हेर्दाखेरि चाहिँ माथिबाट हेर्दाखेरि खोला तर्न पर्दैन जस्तो लाग्थ्यो तर खोला तर्नै पर्ने रहेछ अवस्था यहाँ अड्केछ हाम्रो यहाँनिर खोला तर्दैछौँ अहिले हामी कस्तो चिप्लो रहेछ यार किराहरू यहाँ खोला तरेर गइरहेको हेर्दाखेरि केही छैन जस्तो लाग्छ तर पुरै खोला तर्नु पर्दो रहेछ ल ऊ हाम्रो डगी मेरो गाइड गाइड डग आइजाऊ त्यहाँ बाटो आइजाऊ कहाँबाट आउने ओहो कस्तो चिप्लो लियो क्या कस्तो क्या ल च्याम कस्तो खुट्टै चिप्लिने क्या होला त ओए क्लाइमेट चिल A few moments later. प्राइज भएछ नि सबैलाई मेरो यार माई डग आऊ यही थाकिसकेको छ यार यो पछाडि यहाँसम्म आइसक्यो त जाँड चढेर अब फाइनल केटालाई सरप्राइज भएछ नि त यो साइकलको ड्रिल बनाएर नयाँ होइन यहाँबाट सर्टकट हुन्छ भनेर आएको आमामा यहाँबाट यस्तो गएर यताबाट त्यही लाग्छ त्यही जाँडा घुम्न पर्ने रहेछ है त्यतिकै बाटो थाहा नभएपछि यस्तै हुन्छ दौरो हिँड्न पर्ने भयो आज जिन्दगी बर्बाद हुन्छ यो के चाहिँ कुले खानेको ड्याम पहिला यहाँ अब पानी नै पानी हुने ठाउँ अब फुटबल ग्राउन्ड भन्दा नि खतरा भएको छ ल यत्रो थाक्यो चल मैले बार चल ए हिँडिरहेको छ सुई जाँडा नि चढ्यो है मजा थियो यसलाई माथि पसल भेटेर जे नि खुवाउनुपर्छ लभ स्टिक डग होइन कुकुरहरूलाई यसो बाटोमा पायो भने नान्नु नढपाउनु ढुङ्गाले नान्ने है यति चाहिँ काम गरिदिनु पऱ्यो माया गर्नुपर्छ यिनीहरूलाई नि बिचराहरू हामीले यिनीहरूलाई माया गरेर पो यिनीहरू आऊ हामीले यिनीहरूलाई माया गरे पो
यिनीहरूले हामीलाई माया गर्छ त बाटो चाहिँ बबाल सुरुङ्गे पुल खरिसकेपछि चाहिँ यो यस्तो यो भर्याङ रहेछ होइन यो भर्याङ चढ्नु पर्दो रहेछ पुरै ठाडो रहेछ भर्याङ चाहिँ म चाहिँ माथि पुगिसक्यो अगाडि केटाहरू चाहिँ हिँड्दै आउँदैछ सकेन एकछिन रेस्ट गर्दै माथि आउँदैछन् केटाहरू थाक्यो तर यहाँबाट चाहिँ ब्युटिफुल सिन है खोलामा पानी भेटेर दामी देखिन्थ्यो होला छैन ठिकै छ अचार साउन्डतिर आयो भने चाहिँ दामी नै हुँदो रहेछ भर्याङ यस्तै हो चढ्दै जानुपर्छ टपसम्म वहाँसम्म देखिरहेको मैले टपमा यता यस्तै छ भ्यू लभली भ्यू बाबा केटाहरू आइसकेको छ कुकुर पनि पछि आइरहेको छ बिचरा छाइसक्यो होला माथि गएर हेरौँ के पाइँदो रहेछ हामी पनि खाउँला हाम्रो डगी गाईलाई पनि खुवाउनुपर्छ राइट मारिसकेपछि मोइन झर्ना हेरौँ कस्तो छ रहेछ कस्तो देखिन्छ केटाहरू हिँड्न सकिरहेको छैन त्यहाँ तल छ ओ यहाँ माथि आइज एकदम हावा आइरहेको छ खतरा चिसो हे फाइनली म त यहाँ माथि पुगिसकेको छु होइन हल्ला पल्ला पुगिसक्यो अरे म चाहिँ केटाहरूलाई कुरिरहेको छु यहाँ अब यहाँ पसलमा रहेछ हाम्रो मेबी सायद त्यो होला त्यहाँबाट तल भन्दा रहेछ हाम्रो दाइले चाहिँ होइन रुम कति टाढा रहेछ यहाँबाट गर्मी सहिरहेको छ साथ अवसाथै गर्मीमा केटाहरू कतिखेर आइपुग्ने थाहा छैन होइन ऊ आइपुगेछ केटाहरू यिनीहरूलाई कुर्दा फाइनली एकजना आइपुग्यो है यहाँ छ खै कहाँ गयो यहाँहरू तल छ नि कुकुर तलै छ अब फाइनली यता पुगिहाल्यो अब यता तल अरे अब हेरौँ कति लेट लाग्छ तर बाइकहरू पनि आउँदो रहेछ तर यहाँसम्म मैले देखेँ अघि नै बाइकहरू यो बाटो चाहिँ ड्याम कोलीखान्टे ड्यामको आर्मी ब्यारेकतिरबाट आउँछ जस्तो लाग्यो मलाई यो गाइज फाइनल्ली हामी आफ्नो गन्तव्यमा पुगेका छौँ होइन स्योर यता छ हाम्रो घरमा
यो रहेछ काम घरमा अनि यता तल तलतिर यो पेन्सनमा चाहिँ मान्छेको रहेछ लागेको यसको धेर अगाडिबाट गएर हेरौँ न त होइन कस्तो छ धेरै टाढा चाहिँ छैन रहेछ त्यो एउटा भयङले गर्दा भयो थाकिने रहेछ होइन सो आई थिङ्क यहाँ टिकट काउन्टर हो टिकट काट्नु पर्ने कति हो टिकटको जी खानाको नाइ सो कति कति थियो 25 रुपियाँ जस्तो एकजनाको 25 रुपियाँ रहेछ होइन आलु बोक्रा पनि सेलमा छ है ल आलु बोक्रा नि 50 रुपियाँ रहेछ है आएर लिएर जाउँ त केटा जस्तो बाटो यस्तै हो 50 रुपियाँ केटा चिल रहेछ यहाँसम्म आउने बित्तिकै भाइब पनि चिल आएको होइन हाम्रो गाईजी खै हाम्रो गाईजीलाई देखौँ हाम्रो गाईजी पनि यहाँसम्म आएछ ल अब त पनि पौडी खेल तल गएर अब होइन तर अहिले पानी कम भएको सिजनले भएर होला त्यस्तो ठुलो चाहिँ लागेन मलाई यो झर्ना पनि होइन मैले योभन्दा धेरै ठुलो ठुलो झर्ना पनि देखाएको छु केटा हो होइन अच्छा मलाई त्यस्तो खासै पनि लागेन अलिकति त्यो त्यतातिर त्यो पन त्यस्तै भएको भएर चाहिँ अलिकति युनिक रहेछ होइन त्यो यो त पानी नै छैन जस्तो भने नि हुन्छ है त्यस्तो विधि चाहिँ छैन ठुलो पानी चाहिँ भिडियोमा देखाएको थियो मैले तर त्यस्तो चाहिँ लागेन मलाई चाहिँ तर जस्तो एडभेन्चरस भयो एउटा होइन चेकिङ चाहिँ केटा हिँड्दैछ अगाडि ल अब हामी त्यहाँ गएर नुहाउँछौँ के गर्छौँ भिडियो सर्ट ट्रिप
रेड बटन है? हाँ है दबा दिया